हामी चाहिँ अहिले के भन्छ यहाँ उता रुगारुको यसो नामसाम थाहा पाउन गइरहेको छौँ। हजुर यस्तै हो, यिनीहरू त यताउता डुलिरहेछन्, यिनीहरूलाई नामै थाहा छैन पहिलो मलाई त झन् एउटा पनि थाहा छैन। यस्तै हो, यिनीहरू कामै छैन। अहिलेसम्म कतिवटा नाम लेखियो? 13वटा स्पिसिसहरूको नाम भयो। के भनौँ न त के छ? मेरो गाईहरूले चिप्सौँ, जामुन, बयर, सगुन, भिलल, अदुन, बेबेस, पत्ता, भुइनो, काडती, अलबारा। जङ्गल इन्भेन्ट्री रुखहरू चिन्न जाँदाखेरि एउटा चाहिँ गीत भाइरल भएको थियो नि, अरूले काँडाले च्वास्सै भन्ने। यही काँडो गाई यही रहेछ, हेर्दाखेरि नै अरूले भन्दा नि खतरा रहेछ। ओहो यही गाई यही अरूले काँडाले च्वास्सै भन्ने होला। नयाँ बोट बिरुवाको नाम भनिरहनु भएको छ, हामीले त्यो सुनिरहेको छौँ होइन। उसले चाहिँ झाडहरू चाहिँ रमाइलो छ। ए ल उसले भन्दैछ के रे यसको नाम के रे? यसको नाम के रे? गन्धैनी। हाम्रो चौधरीमा गन्धैनी भन्छ। यसलाई भन्छ चौधरीमा गन्धैनी। यदि जङ्गलमा कहिले काहीँ देख्यो भने फरेस्टको लागि चाहिँ एकदम होइन चल्छ नि हटको हट होइन फरेस्टसँग कनेक्ट भइसकेको छ नि। फरेस्टीसँग चाहिँ उहाँको चाहिँ हट कनेक्ट भइरहेको छ, त्यही भएर आउनु भएको। यारी समाज गई पलान साइन छोडेर आउनु भएको मान्छे के हो यो? बेडु यो चाहिँ रियल बेडु हो। यो बेडु हामी यस्तो खान्छौँ नि गाइस। यो गोलो गोलो पात भएको हो त्यो बेडु अरे। यो चाहिँ बेडु है, यो चाहिँ बेडु हो। यसको चुप यस्तै सबभन्दा होइन के भन्छ, यो चाहिँ औषधिको रूपमा पनि काम हुन्छ। हाम्रोतिर आधाहरू काट्यो भने यसको दुधहरू हालिन्थ्यो होइन। यो चाहिँ बेडु हो गाइस, बेडु। यसको नाम चाहिँ थाहा छैन, त्यही भएर मैले बजाइलाई सोध्ने भनेर ल्याएको छौँ। सोधेर अनि तपाईँहरूलाई लेखेर देखाउने छु। उहाँ हो कि नाइ भन् त? एकदमै कहाँ दाई निराश हुन्न, दाई अलवेज रको, दाई कहिले निराश हुन्न भन गाइस। त्यही हो, बुझ्ने हो सिधा। दाई निराश हुने भन्ने हुन्न। अब यसले भन्यो त्यो छोडिदिनुहोस् त। उसले निराश किन भएको भन्दा ऊ पढ्नमा ट्यालेन्ट विद्यार्थी, उसले अझै एक दुईवटा स्पेस अरू हेर्न पाए। हाम्रो पढ्नमा म ट्यालेन्ट के रे उसले के भन्दै के भएको रे? रनिङ गर्दै आएको यार। कति स्पेसिस चिन्यो? मैले 10वटा नाम टिपिसकेको छु। सिसम, जामुन, बयर, साबुन, भिलर त फोक्सो, उन्यु, कोडी पत्ता, नरिसाउ के सन्दीप बुवाले दिइहाल्छ त हो। रुखहरूको नामहरू चाहिँ चिनेर बाहिर निस्किसकेका छौँ हामी। अब यहाँबाट बाहिर निस्किँदैछौँ। यहाँ पछाडि गाईहरू सबै आइरहेछन्, हेलो हाई गरिरहेछन् होइन। हाई इन्टा ल हाम्रो चाहिँ इन्डिङ पोइन्ट सर यहीँनिर आएर छुटेको छु। जहाँबाट हामी बाहिर निस्केको थियौँ त्यही भित्रबाट आएर होइन मैले केही कुरा सिकेँ पनि छु यसरी बनाएको। यो क्लासबाट हामी बाहिर निस्केर उ गर्न गयौँ, यही क्लासमा आएर बन्द गयौँ। बाई, दिस वाज फर नेक्स्ट भिडियो।